व्यक्तिले कुनै पनि माथिको कुरालाई तल खसाल्छ भने चाहिँ त्यसलाई चाहिँ हामीले घनतत्व भन्छौँ। डिस्टर्ब नगर न, म पढिरहेको छु, डिस्टर्ब गर्दा सानो आवाजले त बोलिरहेको छु त, आफ्नो बेबीसँग कुरा नगर्नु। त पढ्नु पर्दैन। म पढ्दैन, मलाई उहाँले पाल्दैन। म त तपाईँकै सपना देख्छु, अरूको सपना देख्यो भने त म उठिहाल्छु। घनतत्व भनेको के हो त? घनतत्व भनेको कुनै पनि व्यक्तिले माथिबाट ढुङ्गा खसालेर त्यो ढुङ्गा खस्छ नि तल, त्यसलाई चाहिँ घनतत्व भनिन्छ। भिडियो कल गर्नु न, भिडियो कलमा देखाउँछु क्या म मेरो कस्तो रहेछ कुर्ता। घनतत्व भनेको के हो त? घनतत्व भनेको कुनै पनि व्यक्तिले माथिबाट ढुङ्गा खसाल्छ भने चाहिँ त्यो ढुङ्गा तल खस्छ भने चाहिँ त्यसलाई चाहिँ हामीले घनतत्व भन्छौँ। ए मैले भन्न छु कुरा गरेको उतापट्टि गएर कुरा गरेँ, म रिस नउठ है। मागु मागु भन्नाले के बुझिन्छ भने चाहिँ मागु भनेको हामी त दिदीले होला त। म डिस्टर्ब गर्छ कि यसलाई त कसले पठायो कि यहाँ? तेरो घरमा पठाएको अब राम्रो कुरा न। यहाँ यो टिचर कि यसका बादमा गैडा गैडा भनेको कस्तो भने चाहिँ एउटा घरपालुवा जनावर हो गैडा। हेलो सङ्गीता, कहाँ छु तिमी अहिले? घरमा साँझ पराल पछाडि आऊ न। ओके, काम छ कि? मलाई मिलान एकदम एकछिन साँझ आऊ न। साँझ मलाई मिलानु साथी